नमस्कार, यहाँहरूलाई स्वागत छ। आज हामी एटिट्युडको बारेमा कुराकानी गर्न गइरहेका छौँ। एटिट्युड भनेको मानसिकता। यसलाई मानसिकता भन्नाले के बुझिन्छ त? यो नयाँ शब्द होइन, हामीले सुन्दै आएको कुरा हो। जस्तै हाम्रो समुदायमा हामीले एक आपसमा कुराकानी गरेको सुन्छौँ अथवा कहिलेकाहीँ हामी आफै पनि भन्छौँ, फलानुले कस्तो एटिट्युड देखायो अथवा यसले कस्तो एटिट्युड देखायो भनेर भनिन्छ नि। हो, कुनै व्यक्ति, वस्तु वा घटनाप्रति व्यक्तिको सोच, भावना र व्यवहारको झुकावलाई नै एटिट्युड भनिन्छ। उसो भए यो कसरी निर्माण हुन्छ त भन्दा एउटा प्रत्यक्ष अनुभवबाट हुन्छ। कुनै पनि कुराको प्रत्यक्ष अनुभवले कस्तो लिएको छ त्यसमा पनि एटिट्युड बन्छ। अर्को सामाजिक प्रभाव, जस्तो परिवार, साथी, शिक्षक वा समाजबाट उसले कस्तो सन्देश पाएको छ त्यसको आधारमा पनि एटिट्युड निर्माण हुन्छ। त्यसै गरी मिडियाको प्रभावले गर्दा पनि एटिट्युड निर्माण हुनमा मद्दत गर्छ। जस्तो टिभी, रेडियो, इन्टरनेट आदि जस्ता माध्यमहरूले पनि उसको एटिट्युड निर्माण हुन्छ। त्यसै गरी अर्को बारम्बार सम्पर्कमा आउनु, रिपिटेड एक्सपोजर। जस्तो कुनै जानकारी अथवा सामग्रीलाई पटक पटक देख्दा वा सुन्दा त्यसप्रतिको बुझाइ, चासो वा सम्झना बढ्नु। जस्तो उदाहरणको लागि कुनै कुरा, वस्तु अथवा कुराप्रति बारम्बार सम्पर्कमा आयो भने त्यसलाई मन पराउनु अथवा बानी बस्नु, त्यो कारण पनि, त्यसले गर्दा पनि उसको मानसिकता निर्माण हुनमा